दाइ हामीलाई पढाइछ है टिचर को टिचर बुवा हो कि हजुर नेपाली हैन नेपाली पढाइछ नेपाली खानु गइछ न म देखाउँछु जब गर्दैन यो लटिरा मलाई डर लाग्यो टिचरदेखि हजुर राम्रै पढाइछ म पढाउनु कि हजुर पढाउने म पनि आएछु आमु पनि आइछु यहाँ बस्यो बिचमा आमु अलि पुछाइ म सक्दिन होइन म त्यहाँ बस्नलाई बसेको हो पढाइछु न हजुर बस्ने ठाउँको टेन्सन नलिनु अब कह पढाइछ हामी क भन्छौँ सर देखिन मैले अलिक ठुलो लेख्नु पर्यो हजुरले ग लेख्ने स्टाइल अर्कै छ सानो नो 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 बी भाइको राइट के रे लेफ्ट लेफ्ट ह्यान्डतिर पर्छ भ्यू के रे ग सरले झन्डै बी लेखिस्यो सरले बिर्सिस्यो सर अनि त्यो चाहिँ के बोकिसकेको त्यो चाहिँ के बोकिसकेको सर हजुर ए हस् हस् हजुर भनिसो न हामी पनि भन्छौँ ज भयो लेखिसकेर पढाउने हो कि सर त्यो गोरुसिंह यहाँ चाहिँ साँच्चै जरा जस्तै भयो है हजुरले अलिकति सुधार्नु पर्यो सर सर श्रेयस सर तेरिसो न हौ साँच्ची भनेको भोलि त म्यामले फेरि त्यो के लेख भनेर त्यो काटिदिन्छ बेबी लेख मेरो त मेटाउने बाबु मेटाउने त छोडेर आएकी छिन् नि त गुड कस्तो राम्रो लेख्छौ लेखिसकेर मात्रै हो ओके सर बिर्सिसो वाउ वाउ पनि नभन्नु कस्तो वाउ भन्नु मन लागिहाल्छ के हो सर त्यो लास्टमा भन्छ अरे हस् कसको कल होला गेस गर्छु त शिक्षाको होला शिक्षाको हो आमो हो मम्मा हो वकिल हो